Hi guys! Namaste! Welcome back to my channel. I hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि हामी चाहिँ आज हाम्रो स्पेशल भ्लग लिएर आएको तपाईहरुले भिडियो केको बारेमा हो भनेर चाहिँ मेरो थम्बनेल अथवा मेरो टाइटल हेरेर थाहा पाइसक्नु भयो होला हाम्रो भिडियो छ के टल्कियो पैसा भन्छ टल्किहाल्नु पर्ने हेर न पैसा मात्रै टल्कियो मान्छे टल्कियो हामी चाहिँ मोन्टेरेगो भन्ने ठाउँ जान लागेको फ्रम युके युरो 8 युरो हामी चाहिँ फ्रम युके मोन्टेरेगो जान लागेको हाम्रो चाहिँ फर्स्ट इन्टरनेशनल टुर अर ट्रिप दुईजनाको सँगै है अनि वी आर सो एक्साइटेड आज चाहिँ जुन 2 हो हाम्रो खास प्लान चाहिँ 3, 4, 5, 6, 7 मा चाहिँ हामी फिर्ता आउँछौं भोलि चाहिँ हाम्रो 5:55 AM बिहानको चाहिँ हाम्रो छ सो हामी यहाँबाट चाहिँ बेलुका 11:55 को ट्रेन हुन्छ ग्याटविक एयरपोर्टमा सो यहाँबाट चाहिँ 11 मा चाहिँ लगभग 11:20 तिर यहाँबाट हिँड्न पर्छ ग्याटविक एयरपोर्ट पुगेर त्यहाँबाट यताउता गरेर चाहिँ हामी जान्छौं मोन्टेरेगो गाइस हामी चाहिँ एयरपोर्ट निस्किनको लागि रेडी भइसक्यौं अब हामी निस्किन पर्छ रातिको 11:15 भइसक्यो अब 11:55 को ट्रेन छ हाम्रो सो लेट्स गो बाइ बाइ हामी चाहिँ लाग्यौं है त दाजुभाइ तथा दिदी बहिनीहरु सुर्गेसुल कुरा आउँदै लाग्यो राति हो गाइस हामी चाहिँ लाग्यो ए बेसरी बोला भन्नुहुन्छ मेरो श्रीमानज्यूले सो म बेसरी बोल्छु we are going to Monterrey me and my husband हामी चाहिँ एयरपोर्टको लागि निस्किदै केको लागि ट्रेनको लागि निस्किदै हो हामी है त्यस्तो जाडो नै है म त बेलुका त हुन्छ होला भनेको त नट सो ब्याड हामी चाहिँ आइयो रेडिङ ट्रेन स्टेसनमा हो लभली राति निन्द्रामा हिँड्न पर्यो गाइस एक्लै कोही पनि छैन मान्छेहरू हामी चाहिँ प्लेटफर्म 14A जाँदै हो ट्रेनको लागि हेर्देऊ मायालु हाई भन्देऊ हामी चाहिँ ट्रेन कुद्दै हो गाइस हानी हेर नसुतेर के कस्तो सुतेर उठेर फुलेको हो कि नसुतेर फुलेको हो है आयो ट्युब साथीहरू राति दह्रो दुःख पाइयो यो यहीँ बन्द हुन लागेको छ यता जाएर उता जा हैरान पारे अब त्यहाँ स्टेसनबाट हामी फेरि ग्याटविक एयरपोर्टको लागि जानुपर्छ बन्द छ त त्यो त बन्द छ त धेरै दुःख पाइयो बल्ल आइयो हामी यहाँ सब बन्द के यता नि बन्द उता नि बन्द ला भनेको त धन्न मेन यो ठुलो यो चाहिँ खुल्ला रहेछ अनि कालेहरु झन् एकदम भाउजनीमा सोधे भन्नु पनि अनि आइयो हामी यहाँ सेन्ट प्यान्क्राजमा अब यहाँबाट चाहिँ 1:32 को ट्रेन छ ग्याटविक एयरपोर्टको लागि अहिले चाहिँ 1 भयो 1:10 भयो वेलकम टु लन्डन ग्याटविक साउथ टर्मिनल हाम्रो चाहिँ टिकट पाइसक्यौँ फाइनली सबै टिकट काटेर गरेर अब यहाँ बसमा जाँदै हो हामी नर्थ टर्मिनल अनुहार फुलेको भए निदा नपुगेर सो गाइज हामीले चाहिँ बोर्डिङ पासहरू गरेर सिक्युरिटी चेक गरेर सबै गरेर अब वेटिङमा बसेको 4:55 मा बल्ल गेट इन्फर्मेसनहरू आउँछ सो वी आर जस्ट वेटिङ विथ स्लिपी आइज है लास्ट निन्द लाहा तर के अब सोध्छ भनेको चाहिँ नसोध्दो रहेछ त्यस खासै इमिग्रेसनमा चेक इन गर्ने बेलामा चाहिँ खासै केही पनि सोधेन सिआर कोड माग्यो सिआर कोड देखायौँ अनि त्यसपछि पासपोर्ट माग्यो अनि त्यसपछि टिकट दियो त्यति हो अब खासै गाह्रो नहुँदो रहेछ हामी चाहिँ डरा थियौँ के अरे डराउनु नपर्दो रहेछ सबै कुरा भयो भ्याइयो ढुक्क भयो बल्ल है तिम्रो के बजेको सबै कुरा भ्याइयो साथीहरू हाम्रो गेट चाहिँ 4:45 मा ओपन हुन्छ अरे त्यही भएर हामी अब यसो गेटले छर्किदियो हामी जानु छर्किदिउँ 19
ढिला हुन्छ कि यो केटाको रहेछ क्लिनिक ह्याप्पी फर म्यान टेस्ट गर्नु न नकिनेर हिँडेर फर्केर जाने कफी टाइम गाइस हाम्रो गेट नम्बर चाहिँ 50 रहेछ भर्खरै देखायो 4:55 मा हामी चाहिँ अब गेटमा जाँदैछौँ विन्डो सिट बाहिर प्लेनमा चट्ट लागेर गइन्छ भ्यू हेर्दै अब लाइन झ्याम लाइन म के सानो के एयरपोर्ट चाहिँ त उताको इमिग्रेसन चाहिँ के भन्छ अरे पार गरेर आयौँ चेकआउट गरेर आइसक्यौँ अब हामी यहाँ सिम कार्ड लिन लागेको उसको चाहिँ होइन कि हाम्रो चाहिँ भिसा एक्सपायर भइसक्यो नि त बिआरपीमा अनि त्यसपछि भिसा भनेर फेरि इङ्ग्लिस नबुझ्ने फेरि हो यहाँ अनि इलेक्ट्रोनिक भिसा ई भिसा भन्छु बुझ्दैन अनि इलेक्ट्रोनिक छ उहाँ युकेमा भनेको नि ओ भन्यो अनि जान दियो तर खासै के गाह्रो चाहिँ छैन यहाँ त्यही नसोध्दो रहेछ हामीले सबै कुरा गरेर अब ट्याक्सीमा जान लागेको थ्याङ्क यू सो मच हाम्रोतिर यता हुन्छ चलाउने यताको यता चलाउने फाइनली गाइस राम्रो भ्यू छ यता हाम्रो है हामी चाहिँ यहाँ अपार्टमेन्ट पुग्यौँ आई थिङ्क दिस इज द वान खुल्लै गरिदिन्छु भनेको थियो यो हो हाम्रो लुक यही हो क्या गाइज हाम्रो अपार्टमेन्ट चाहिँ यही हो हामी चाहिँ यहाँ बसेको अब चाहिँ यस्तो घाम छ गाइज थाहा छ क्यापले त सुहा छैन तर पनि यो छेक्नको लागि भोक लाग्यो खाजा साजा लिन जानु पर्यो पानीहरू लिन हेलो हेलो हाउ आर यु साथीहरू इङ्ग्लिस नबुझेर तनाव छ मान्छेहरूले यहाँ कुनै ग्रोसरी सप छ के अरे ग्रोसरी सप छ यहाँ के अरे नजिकै भनेको बस पाउँछ ट्याक्सीले पनि हुन्छ बसलाई यसो गर रोकिदिन्छ भन्छन् हे भगवान् के गर्नु छ र यतापट्टि यो भ्युजले के अरे भ्युज बनाएको छ सबै भ्यूले मन छोइसक्यो गाइज हामी चाहिँ यसो ग्रोसरी भनौँ के भनौँ है पानी सानी के पनि थिएन यहाँ अपार्टमेन्टमा अनि पानी लिन जाने भनेर हामी यसो के अरे यो सानो बिच हेर्दै गएँ पिज्जा हो भनेर सोधेको यो हैन पिज्जा पाउँछ भनेर सोधेको यस 5 युरो भनेर हालेर पोको पारेर दि भगवान् नबुझ्ने कि इङ्ग्लिस अनि हामीले ग्रोसरी गरेको यस्तो अनि त्यसपछि यो चिसो गर्मीमा यो पानी स्याम्पू अनि लिन गएको अनि 18 युरो भएर चाहिँ अनि उनीहरू त के हो क्यालकुलेटरमा थिचेर गरिदेखाउने कि मान्छेहरू खै के हो बोल्न नि कस्तो सो गयो यति भन्दै हाम्रो लड्दै पढ्दै अनिदो हुँदै आइयो मोन्टेनिग्रो अब भोलिबाट चाहिँ बल्ल हाम्रो के भन्छ अरे नयाँ ब्लग घुम्न गएको भोलिबाट बल्ल हाम्रो घुमाइ सुरु हुन्छ आजको लागि चाहिँ यति नै किनभने चाहिँ अति थकित भयो निन्द्र पनि लाग्छ रिस पनि उठ्यो त्यही माथि गर्मी भएर एकदम ओभर हामी त नयाँ अर्को देशकोमा अब टुरिस्टहरू गयो भने त हामीले छुट्टै होइन अब हाँसेर कसरी हुन्छ अलिकति रेस्पेक्ट गरिन्छ नि त यहाँ त अदेशको भनेपछि झन् रिसाउने हो कि के हो पनि
अनि अब प्राइस पनि चाहिँ आफ्नै मर्जीले कि लास्ट महँगो एक्सपेन्सिभ रहेछ तर सबै कुरा हैन त्यस्तो लाग्यो। यता तल चाहिँ बल्ल वाउ जस्तो भ्यू छ बल्ल है, तर आउनलाई चाहिँ गाह्रो चाहिँ नरहेछ, आउनलाई गाह्रो नरहेछ, बस्न अब अपार्टमेन्ट अब हैन यो एयरपोर्टमा चाहिँ गएको केही पनि नसोध्दैन नर्मली। अब त्यो सियर कोडहरुमा त्यो त दिनै पर्यो, अब त्यो जोस पनि हुन्छ नि हैन। अनि त्यो देखायो पासपोर्ट सो गरेपछि त्यति खासै केही गर्दैन। अब अरू म्यान्चेस्टरतिर अब अरू एयरपोर्टतिर चाहिँ के गर्छ, तर यो एयरपोर्टबाट चाहिँ हामी आउँदा नि गाह्रो भएन, यहाँ आउँदा नि गाह्रो। सो गाइस तपाईहरु इन्जोय गर्न आउनुभयो भने चाहिँ यसो अपार्टमेन्ट चाहिँ अलिक राम्रो ठाउँमा खोजेर बस्नु होला, किनभने हाम्रो चाहिँ यहाँ नजिकै एउटा स्टोरहरु पनि छैन, ग्रोसरीहरु पनि छैन, के पनि छैन। अलिकति जस आधा घण्टा 20-25 मिनेट भन्दै आजको यो भिडियो चाहिँ यही इन गर्न चाहन्छु। बाइ बाइ, मेरो भोलिको नयाँ भिडियोमा भेटौँला। Till then, don't forget to like, comment, share and subscribe. Bye.